कस्ता कस्ता व्यक्तिहरू श्रीमद् भागवतको महिमाद्वारा तरेर जान सक्छन्, पार भएर जान सक्छन्। सुन्नुहोस् है, हामीले जान्ने जरुरी छ यो कुरो। ए मानवा पापकृतस्तु सर्वदा सदा दुराचार रता विमार्गगा। जो मानव नै मानव शरीरलाई त धारण गरेर आएको छ, तर कर्म कस्तो गर्छ भन्दाखेरि पापको कर्म मात्रै गर्छ, नराम्रा कर्महरू मात्रै गर्छ, दुराचार कर्म गर्छ। रता विमार्गगा भनेको मार्ग भनेको बाटोलाई उल्टा समातेको छ, सही बाटो समातेका छैन। अनि त्यति मात्र नभएर अनेकौं नराम्रो कर्म गर्ने व्यक्ति, जसले आफ्नो मातापितालाई कुटपिट गर्ने, अरूका घरमा गएर धन चोरी गर्ने, अरूलाई दुःख दिने, पीडा दिने, कष्ट दिने, यस्ता दुष्ट व्यक्तिहरू पनि श्रीमद् भागवतको महिमाद्वारा तरेर जान सक्दछ। भागवतमा महिमा छ। अब गुरुजीले भनिदिइहाल्नु भयो, आखिरी भागवत सुन्दा त पाप गर्दा तरिहालिँदो रहेछ भनेर पाप गरिहाल्ने होइन नि फेरि। अरूको घरमा सम्पत्ति चोर्दाखेरि त पछि गएर भागवत सुन्दा तरिहालिने रहेछ भनेर गएर अर्का घर चोरी गर्न जाने होइन नि फेरि। कुरो बुझ्नु भयो नि? अर्का घरमा चोरी गर्न जाने होइन, नभए खाइन्छ नि कुटै। हामीले गरेका अनन्य पापहरू जो छ, जानेर अनजानमा गरेका पापहरू पनि आज भागवतको प्रभावका कारणले गर्दाखेरि तरेर जान सक्दछ।